गाउँपालिका वडा नम्बर 2 अर्चली आएकी छु अनि उहाँ चाहिँ मेरो आमा पर्नुहुन्छ अनि आज चाहिँ म खुर्सानीको बारेमा केही प्रश्नहरू सोध्न गइरहेको छु आमालाई। आमा यो खुर्सानी कसरी फलेको हो? ए बाबु यो खुर्सानी त अनि हामीले गुडमेल गर्ने हो, झार फान्ने हैन। अनि झार फान्ने अनि किरा लाग्यो भने केमा लागेछ किरा भनेर त्यसलाई हेर्ने जरामा अनि मल अलिअलि राख्ने अनि त्यसैको लागि गरेर यस्तो बनाएको छ के नानु कस्तो छ? खुर्सानी त राम्रो रहेछ, धेरै राम्रो छ। अब हजुरहरूलाई के अरे खुर्सानी फलाउन मन छ भने आमाले भनेको तरिकाले जस्तै फलाउन सक्नुहुनेछ। अनि यदि हजुरहरूलाई यस्तो ताजा ताजा गाउँमै फलेको खुर्सानीहरू चाहिन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आमाले सुपथ मूल्यमा बेच्नुहुन्छ। आजकल झा पनि छ कि नानी हामीले खासै बेसरी महँगो गरेर पनि बेच्दिन के आफ्नो अनुसार चलेको अनुसार गर्ने हो। हजुर हो, यस्तो राम्रो छ हेर्नुहोस् त, खाँदा पनि एकदम मिठो हुन्छ। खासै राम्रो त छैन त पनि अहिलेको साल त धेरै नै राम्रो भएको छ। पहिलाको भन्दा राम्रै भएको छ न? पहिला भन्दा त अहिले बेसरी राम्रो छ, कान्छी राम्रो बनाएको छ अहिले त। यस्तै टिप्सको लागि मलाई फलो गर्नु होला अनि आमाले हजुरहरूलाई जिज्ञासा लागेको कुराहरू पनि भन्नुहुनेछ। आजको लागि चाहिँ धन्यवाद।